अब भने अमु र म चाहिँ मन्दिरतर्फ अगाडि बढ्यौँ र अगाडि बढ्ने क्रममा त्यहाँ अगाडि एकदमै रमणीय ठाउँ देख्यौँ जहाँ चाहिँ मलाई बक्सिङको स्किलहरू स्याडो बक्स गर्न मन लाग्यो। मेरो स्याडो बक्स सकिसके पछाडि हामी अगाडि बढ्ने क्रममा पसले दाइले चाहिँ अमुको लागि लाली गुराँस फुल टिपेर ल्याउनु भएको रहेछ। दाइलाई धन्यवाद दिँदै लाली गुराँस लिँदै फेरि हामी अगाडि बढ्छौँ मन्दिरतर्फ। अमु चाहिँ आफ्नै हिसाबले ताइनतुईको बाटो हिँडिरहेको थियो, मैले चाहिँ उसलाई प्रोत्साहन गर्दै म चाहिँ अर्को बाटोतर्फ अगाडि बढ्यौँ। म चाहिँ फेरि आफ्नै पाराको स्वाग देखाउँदै अगाडि बढ्यौँ। अमु पनि म सँगसँगै अगाडि बढ्दै थियो। अब भुस्ना धेरै आएको भएर चाहिँ चस्मा लगाइदिए तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो पछाडि भुस्ना छ। केही मिनटको यात्रा पश्चात हामी पुग्यौँ स्वर्गद्वारतर्फ। After 1 hour, we reached to Latarambeshwar Mahadev. Oh no! How are you feeling right now? It's very good. It's peaceful. And you want to say something about like this place? It's the full of nature. You should visit this place. Last of Thailand. गाइज हामी चाहिँ जाँदैछौँ लटरम्बेश्वर महादेवमा। यो चाहिँ के अरे फुलपाती हैन? ठिक छ नि? मेरो कपाल चाहिँ के भएर रहेछ? गाइज हेलो गाइज, Hi. मेरो कपाल कस्तो छ गाइज? यस मेरो साथी चाहिँ डराइ हिँडिरहेको छ। अमु चाहिँ पुरै डराइ पुरै दुइटै रेलिङमा हात लगाउँदै हिँडिरहेको थियो। तैपनि जसोतसो हामी अगाडि बढ्दै थियौँ। म चाहिँ खासै यस्तो बाटोहरू हिँडिरहेको भएर मलाई चाहिँ खासै त्यस्तो केही डर लागेन। अमुलाई चाहिँ पहिलोचोटि भएको भएर होला उसलाई अलिकति डर लागेछ क्यारे कुन्नी। तैपनि हामी चाहिँ म चाहिँ उसलाई अगाडि पठाउँदै र उसलाई पछ्याउँदै म चाहिँ पछाडि गर्दै हामी चाहिँ अगाडि मन्दिरतर्फ फेरि पनि लाग्छौँ साथीहरू। खुट्टा चाल्यो होला नि तेरो? खुट्टा चल्यो रे? चल्यो ह? अघि मान्छे बोलायो नि त। यस्तो रमाइलो ठाउँ छ बाफरे बाफ। यो ठाउँ तपाईँहरू चाहेर पनि आउन सक्नुहुन्न क्या यो ठाउँमा चाहिँ। यस्तो रमाइलो ठाउँ छ क्या हैन? लाइक यो ठाउँ भनेको लटरम्बेश्वरमा मात्र हो। तपाईँहरूले यस्तो ठाउँ अन्त एक्सपेक्ट गर्नु गरेर चाहिँ तपाईँहरूले लाइक तपाईँहरू निराशा हुनेछ। सो प्लिज कम भिजिट लटरम्बेश्वर वान्स है, एक्चुअली वान टाइम इन योर लाइफ। तर एकदमै अनौठोको कुरा यो ठाउँमा चाहिँ सबै प्राय जस्तो रुखहरू चाहिँ प्राकृतिक रूपमा नै बोनसाई रुखको फर्ममा देख्न पायौँ। यो चाहिँ एकदम अनौठो कुरा लाग्यो मलाई। तपाईँहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। बिस्तारै अघि बढ्ने क्रममा गफमा हामी त मन्दिर आइपुगेको चालै पाएन छ। अमु र म चाहिँ थकाइ लागेर एकछिन गफ गर्दै बस्यौँ। पछि मात्र अरूलाई बुझिस। जुत्ता खोल। जुत्ता खोलिसके पछाडि एक दुईवटा फोटो खिचेर हामी लाग्छौँ मन्दिरतर्फ। फोटो खिचिसके पश्चात चाहिँ फेरि हामी चाहिँ तल गुफाको मन्दिरमा प्रवेश गर्छौँ। सुरुमा चाहिँ अमु प्रवेश गर्यो, त्यस पश्चात म जाँदाखेरि चाहिँ त्यहाँ डमरू देखेँ र मैले चाहिँ त्यहाँ एकछिन चाहिँ शिव ताण्डव तपाईँहरूले देखाएको छु, हेर्नु होला है त। अनि मेरो शिव ताण्डव चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। अनि त्यस पछाडि यहाँ दर्शन गरिसके पछाडि चाहिँ हामी चाहिँ फेरि अमु र म चाहिँ माथिपट्टि जुन मेन लटरम्बेश्वरको चाहिँ जुन मूर्ति भएको ठाउँमा हामी पुग्छौँ। What is this guys? Wow, लटरम्बेश्वर महादेव। गाइज यसलाई चाहिँ ढकेली ठेली बल्ल तल्ल फाइनल्ली we are at लटरम्बेश्वर गाइज। Finally guys. तपाईहरुलाई फेरि पनि स्वागत छ साथीहरु। हामी चाहिँ लटरम्बेश्वर आइसकेको छ। माथि मन्दिर पुगिसके पछाडि चाहिँ अमु र म चाहिँ त्यहाँ पूजा आरती आराधना गरेर अनि एकछिन त्यहाँ भिडियो बनाउँछौँ। अनि हाम्रो यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो होला हैन, कस्तो छ के कस्तो छ प्रतिक्रिया दिनु होला भन्दै मेरो यो सानो क्लिप यहाँ मैले राखेको छु। अनि तपाईँहरूले अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। के सुधार गर्नुपर्ने छ भने तपाईँहरूले भनिदिनु होला साथीहरू। नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो यो अर्को ब्लगमा। र आज भने म यो लटरम्बेश्वर महादेवको
आँगनमा लटरम्बेश्वर महादेवको काखमा छु। तपाईँहरू देख्न सक्नुहुन्छ पछाडि हाम्रो लटरम्बेश्वरको मन्दिर अनि मूर्ति यहाँ रहेको छ। अहिले हामी चाहिँ तपाईँको यो परिक्रमा सकिसकेको छ। अबको हाम्रो भ्लग यहीँ अन्त्य हुन्छ। अहिलेसम्म जोडिनु भएकोमा सम्पूर्ण मेरो साथीहरू, मेरो शुभचिन्तकहरू सबैजनालाई चाहिँ धेरै धेरै हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हाम्रो लटरम्बेश्वर महादेवको आशीर्वाद तपाईँहरूलाई सदाबार लागिरहोस् र आशा छ तपाईँहरूलाई मेरो आगामी आउने भ्लगहरूमा पनि तपाईँहरू फेरि पनि जोडिनुहुन्छ भन्ने मलाई आशा लागेको छ। अन्त्यसम्म हेरिदिनु भएको बाई बाई साथीहरू, फेरि पनि हामी अर्को भ्लगमा भेट्ने नै छौँ। आजको लागि यति नै। अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।